दार्जिलिङ ट्रिपल ट्रीको लागि फेमस छ, टोय ट्रेन टुरिज्म र यहाँको टी गार्डन। र अहिले म बतासे गोलाईमा छु र बतासे गोलाइ एउटा शहीद मेमोरियल प्लेस हो र यहाँनिर पार्क पनि छ र यहाँ आएर तपाईँहरूले यहाँको गोर्खा ट्रेडिसनल ड्रेस पनि लाउन सक्नुहुन्छ, साथै तपाईँहरूले टोय ट्रेन पनि चढ्न सक्नुहुन्छ यहाँनिर, जुन चाहिँ टुरिस्टहरूको लागि दार्जिलिङदेखिको घुमसम्म चल्छ र एउटा स्टिम इन्जिन र अर्को डिजल इन्जिन चल्छ। र यदि दिन राम्रो भएमा यहाँबाट तपाईँहरूले कञ्चनजङ्घाको भ्यू पनि हेर्न सक्नुहुन्छ र पुरै दार्जिलिङ सिटीको भ्यू पनि हेर्न सक्नुहुन्छ। साथसाथै यहाँनिर बेनाकुनरबाट तपाईँहरूले दार्जिलिङ अनि कञ्चनजङ्घाको भ्यू हेर्न सक्नुहुन्छ र यहाँको दाजुहरूले तपाईँहरूलाई प्लेसहरूको बारेमा पनि बताइदिनुहुन्छ, जसको टिकट छ 50 रुपियाँ पर पर्सन र यहाँको एन्ट्री फी पनि 50 रुपियाँ पर पर्सन हो। र यो हेर्नुहोस् अहिले टोय ट्रेनमा फोटो खिचाउनुहरूको भिड लागिरहेको छ र यहाँ दुईवटा टोय ट्रेन चल्छ, एउटा स्टिम इन्जिन र अर्को डिजल इन्जिन। र यहाँ गोर्खा ड्रेस पनि लाउन सक्नुहुन्छ तपाईँहरूले, जसको प्राइस छ 50 रुपियाँ पर पर्सन। र राम्रो दिन भएमा यहाँबाट तपाईँले कञ्चनजङ्घाको भ्यू पनि देख्न सक्नुहुन्छ, पुरै दार्जिलिङ सिटी र कञ्चनजङ्घाको भ्यूहरू। गोर्खा यहाँनिर तपाईँहरूले गोर्खा ड्रेस लाएर फोटो खिच्न सक्नुहुन्छ। तो भाई आपका नाम? विश्वजीत है मेरा नाम। तो आप कहाँ से? कहाँ से? कलकत्ता से। कलकत्ता से। तो दार्जिलिंग कैसे लगा आप लोगों को? अच्छा लग रहा है। अच्छा लगा? सबसे अच्छा क्या लगा यहाँ का? ये जो वेदर है यहाँ का फील कर रहा है। तो टोय ट्रेन में चढ़ा आप लोग? नहीं अभी तो चढ़े नहीं है। तो ये ट्रेडिशनल ड्रेस पहन कर कैसे लगा? बहुत अच्छा लगा ट्रेडिशनल ड्रेस। ओके, थैंक यू भाई। थैंक यू। र साथी हो अहिले घरि म दार्जिलिङको मल रोडमा छु र यहाँबाट तपाईँहरू चौरस्तातिर जान सक्नुहुन्छ र चौरस्ता यहाँको पपुलर प्लेस हो दार्जिलिङ टाउनको र यहाँनिर महाकाल बाबाको मन्दिर छ र जहिले पनि तपाईँहरू दार्जिलिङ घुम्न आउनुभयो भने महाकाल बाबाको दर्शनबाटै गर्नुहोला। यहाँनिर चौरस्ताको छेउमै तपाईँहरूले महाकाल बाबाको मन्दिर देख्नुहुन्छ र जहिले पनि दार्जिलिङ टुरमा आउनुहुन्छ र महाकाल बाबाको मन्दिरबाटै सुरु गर्नुहोला। र हेर्नुहुँदैछ मेरो पछाडि दार्जिलिङको मल रोड र तपाईँहरूले इभिनिङमा यहाँनिर आफ्नो सपिङहरू गर्न सक्नुहुन्छ, साथै घुम्नु सक्नुहुन्छ यहाँनिर। र यहाँ भानुभक्तको स्ट्याचु हेर्नुहुँदैछ, मूर्ति। र यहाँनिर कोही बेला कल्चरल प्रोग्राम पनि हुन्छ चौरस्तामा र जति पनि मान्छेहरू आफ्नो आएर यहाँनिर थकान भेट्नुहुन्छ यहाँ बसेर चौरस्तामा यहाँको भ्यूहरू हेर्दै। र यहाँ भानुभक्तको मूर्ति छ।
र यहाँनिर हेर्नुहोस् चौरस्ता र यहाँनिर त आफ्नो थकान मेट्नुहुन्छ मान्छेहरूले बसेर र यहाँ कोही बेला कल्चरल प्रोग्राम पनि हुन्छ र यदि घोडा चढ्नुहुन्छ भने यहाँ घोडा पनि चढिन्छ र यहाँबाट चाहिँ तपाईँहरू महाकाल बाबाको मन्दिर जान सक्नुहुन्छ र महाकाल बाबाको मन्दिर चौरस्ताको नजिकै पर्छ र जहिले पनि तपाईँहरूले आफ्नो दार्जिलिङ ट्रिप चाहिँ महाकाल बाबाको दर्शनबाटै सुरु गर्नु होला राम्रो हुनेछ र भाइ चौरस्तामा घोडाको सवारी पनि गर्नु सक्छ है र घोडा चढेको कति छ 100 200 400 400मा चाहिँ कहाँ पुऱ्याउनुहुन्छ 400 चाहिँ तपाईको यो 15 मिनेटको मेल रोड हुन्छ 15 मिनट चाहिँ 400मा चाहिँ 100मा चाहिँ 100मा चाहिँ तपाईको यही भित्र हुन्छ 3 राउन्ड ए सधैँ हुन्छ है यहाँ 3 राउन्ड मात्रै हुन्छ 3 राउन्ड मात्र खाली ए होइन हौ कहिले बन्द हुन्छ यहाँ यो चाहिँ तपाईको बिहान 8 बजेदेखिको बेलुका 5 बजेसम्म सम्म चाहिँ सुरु हुन्छ र हरेक डे नै हुन्छ हरेक डे हुन्छ मन्डे छोडेर मन्डे छुट्टी हुन्छ मन्डे छुट्टी हुन्छ चाहिँ म पहिला नि आएको थिएँ नि त सिजनमा तपाईको फुल हुन्छ र यदि घोडामा चढ्नुहुन्छ भने यहाँ भाइसँग भेट्नु सक्नुहुन्छ र भाइको नाम चाहिँ मेरो नाम चाहिँ सुमित ल यहाँ भाइसँग भेट्दा हुन्छ घोडामा चढ्नुहुन्छ नि चौरस्तामा आएर र यहाँनिर आफ्नो नानीहरूलाई यहाँनिर 5 राउन्ड चाहिँ भन्नुभयो 5 राउन्ड घुम्नु सक्नुहुन्छ यो गाडीमा आफ्नो किट्सहरूलाई तपाईँहरूले यहाँ चौरस्तामा घुमाउनु पनि सक्नुहुन्छ यो गाडीमा सबै आजको भिडियोमा यति नै र नेक्स्ट भिडियोमा फेरि भेट हुनेछ र त्यति बेलाको समय मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू